हेलो सबैजनालाई। आज फेरि हामी सबैजना धेरै पछि घुम्न निस्केको छौँ है। ल हामी गाडीको वेट गरिरहेको थियौँ। फाइनल्ली बिच बाटोमा गएर गाडी आइसकेको छ। हामी भित्र बसेर बुटुलतिर हिँडेको छौँ घुम्न। कुन ठाउँ है चाहिँ गेस गर्नु है। गेस गर्नु होला। हामी चाहिँ त्यहीँ पुगेपछि थाहा हुन्छ है। ल गेस गरिसक्नुभयो होला। यो ठाउँ चाहिँ बुटुलको हाइड आउट भन्ने ठाउँ है चाहिँ। भन्न पो जानेन कि क्या हो मैले। ल भिडियो बनाउँदै म चाहिँ छोराहरूलाई लिएर अगाडि ल ट्याक 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 जाँदैछु है त। र आमा पनि जानुभयो। एकदम राम्रो। आमाले चाहिँ सुरुमा बाहिरबाट देख्दा कुन ठाउँ होला भन्नुभएको थियो। कान्छोको पनि फोटो खिचिदिएको छु हल्का। जेठोको पनि फाइनली ग्रुपमा पनि खिचिदिएको छु। आफ्नो पनि खिच्नै पर्यो। यता र उता बाबुसँग भिडियो नाच्दै गाउँदै बनाइराखेको छु। मेरो सानो छोरो चाहिँ चकचके खानाहरू पनि बिचबिचमा खाइरहेको छ। धेरै खानाहरूको चाहिँ हाल्न पाइएन। फोटो खिच्नै पाइएन भन्नु न। घरि सानो बाबुलाई दौडा छ, घरि ठुलो बाबुले हल्का फुल्का जे उसमा देखियो त्यही मात्रै गरेको छु। ल टिकटक पनि बनाउनै पर्यो। मेरो छोराहरूको आफ्नो नि बनाएको छु, तर यसमा छ कि नै। ल हेर सानो छोराहरू पनि ठुलो छोरा सानो छोरा नाचेको छन्। जस इन्जोय भयो। धेरै दिनपछि घुम्यो है। घुम्न चाहिँ रमाइलो भयो। अनि यतिकैमा हामी एकैछिन भिडियो यताउति गरेर खाइसकेर अनि घर फर्क्यौँ है हामी चाहिँ।